थाहा छैन के फेरि हो भन्छ यार थाहा छैन भन्दैछु फेरि हो भनेर केही थाहा छैन मलाई प्रतिवेदन म पढ्दा नि पढ्दिनँ है केही कागज पत्र थाहा छैन के फेरि हो भन्छ यार थाहा छैन भन्दैछु फेरि हो भनेर शिक्षा मन्त्रीमा दोहोरिने सम्भावना कतिको छ मलाई थाहा छैन भगवान पशुपतिनाथलाई गएर सोध्नु यहाँभन्दा पहिला म सरकारबाट निस्किसकेपछि फेरि आफ्नै पुरानै काममा फर्किन्छ भन्नुहुन्थ्यो त्यसपछि संसदको चुनावको लागि जानुभयो के कारण थियो तीनवटा अध्यादेश ल्याउन खोजेको थिएँ शिक्षाको सुधारको लागि अध्यादेश ल्याउन सकिएन त्यही भएर आफै चाहिँ संसद भएपछि अब त्यो कामलाई निरन्तरता दिनको लागि चाहिँ म चुनाव लड्न गएको किताब बेचेरै चलाउने राष्ट्रको सरकारले बजेट छुट्याउँछ होला नि मान्यज्यू छुट्यायो भने राम्रो के डिमान्ड छ यहाँको म डिमान्ड गर्दैन बजेट सरकारले आफ्नै बुद्धिले बजेट छुट्यायो भने ठीक छ दियो नत्र किताबै बेचेर चलाउने भन्ने चलाउने चल्छ के किताब बेचेर मानिन्ज्यू तपाईलाई चाहिँ पदको लोभी पापी भनेकै आरोप लाए जसलाई चाहिँ पदको लोभै छैन त्यसलाई लोभी पापी भन्नेको मुख चाहिँ दिमाग चाहिँ सटेको होइन तपाईँ चाहिँ मन्त्री हुँदै चाहिँ तपाईँ दौडेर गएर मान्य भएर फेरि मन्त्री हुन आउनुभयो भन्ने आरोप लाग्यो नि त त्यो कुरा नबुझेकोले भनेको हो क्या त्यो कुरा किन म चाहिँ के अरे मन्त्रीबाट किन छोडेर गएको हो भने लोभ लागेर गएको होइन मैले तीनवटा अध्यादेश ल्याउन खोजेको थिएँ शिक्षामा सुधार गर्नको लागि त्यो अध्यादेश ल्याउन नसकेर गएको हो मैले चाहिँ के अरे यो चुनावमा उठ्छु भन्ने कुरा यो के अरे निर्वाचनको माघको 6 गते चाहिँ को 10 बजे भनौँ न नाम दर्ता गर्नुपर्ने थियो उम्मेदवारको त्यसको 40 घण्टा अगाडिसम्म पनि मैले निर्णय गरेको थिएन 40 घण्टा अगाडि मात्रै निर्णय गरेको अरे त्यस्तो उपसभामुख त्यो खाँदैन पुर्याउन त साधारण त यो रहर छैन अपेक्षा गर्दिन त्यो दिमाग नभएकोहरूले आरोप लगाउने हो क्या जसले सोच्नै सक्दैन दिमागै छैन भनेपछि के गर्ने त आरोप लगायो अब मैले के गर्ने तिनीहरूलाई बिचराहरू है